धरान जाने बाटो भेल्टारदेखि जाने तल बन्द भएको ट्रक पल्टेको कारणले गर्दाखेरि हामी अर्को बाटो लागेको छौँ। यो धरानको माथि पेट्रोल पम्प निक्लिने बाटो अरे। Yeah, boy. यसै तम्बर ब्रिज है, तम्बर हिलेबाट टोलीहरू आइपुग्यो। के भने पश्चिम जाने अहिले चाहिँ धरान जाने बाटो भेल्टारदेखि जाने तल बन्द भएको ट्रक पल्टेको कारणले गर्दाखेरि हामी अर्को बाटो लागेको छौँ। यो धरानको माथि पेट्रोल पम्प निक्लिने बाटो अरे। र हामी लगायत थुप्रैजनाहरू कारमा पुग्नुभएको छ। हामी साथसाथै लागि पर्दै गइराख्नु भएको छ होइन मोटाइ पुरानले बाटो नदेख्ने भयो यस्तो धुलोमा। ओए ब्याग पल्टिन्छ होला यार। आज चाहिँ हामी है धरानको यस ट्री हाउस भन्नेमा आइपुगेको छौँ। हिलेबाट हिले घुम्दै घुम्दै तम्बर हुँदै हुँदै हामी आज फर्किसकेको छौँ। आज भाइले केही बोल्नुहुन्छ यसको विशेषताको बारेमा बोल्नुहोस् न। हजुर मेरो शुभ नाम चाहिँ सुनाम भाइ हो। हजुर म चाहिँ यतै पहिला बसेको थिएँ। अब सब साथीभाइसँग घुम्दाखेरि अब हल्का होइन अब साथीले सबै ट्री हाउस त भन्दै थियो नि। अनि त्यो भएर यस्तो सोको लागि चाहिँ यहाँ आयो हो है। त्यो साथीले कस्तो लागेको छ यहाँनिर हजुरहरूलाई? रमाइलो, एकदम रमाइलो लागिरहेको छ। धरानको यो ट्री हाउस हो यो। पहिला धरानमा बनेको यहीँ बनेको अनि अहिले त्यो तलतिर पनि छ अरे सुनेको तर गएको छैन। अनि यस्तो छ यो माथिको भेल्टार हो। यो माथिको भेल्टार होइन त? अघि हामी त्यहीँबाट आएको होइन त? माथिको डाँडा हो यताको। माथिको टावर छ माथि टावर। यो माथिको चाहिँ हो होइन माथिको यताको। त्यो भेल्टार हो है। अनि भेरी गुड। ठिकै छ ठिकै। ल ठिक छ। अनि अरू के सोध्नु जानुहुन्छ कि? होइन ठिक छ, राम्रो लाग्यो एकदम होइन। हस् त धन्यवाद। यता चाहिँ फोटो सारासार गर्दैछन् होइन? फोटो खिचेर पास भइसक्यो ढुक्क पनि म त्यसको गाना ओह गॉड एक बार दिला दे। फेरि भन्नु पर्यो कहाँ गयो अरे? नाच्नु